फर्स्ट अफ अल गाइज हरेक नेपालीलाई धेरै 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 शुभकामना। आज फर्स्ट चोटि हाम्रो नेपालले एउटा टेस्ट नेसनललाई हराएको छ एन्ड टेस्ट नेसन पनि वेस्ट इन्डिज। अब त्यो अर्को कुरा हो कि हैन, तिनमा अब 3-4 वटा जुन नयाँ प्लेयर छन्, तर त्यही पनि तिनीहरूले सीपीएल मा चाहिँ आफ्नो डोमेस्टिक जुन त्यो लिग छ, क्रिकेट लिग छ, त्यसमा चाहिँ राम्रो प्रदर्शन गरेर नै तिनीहरू यो स्क्वाडमा सामेल भएका हुन्। सो द्याट्स वाइ वी क्यान नट से द्याट कि हैन तिनीहरू त्यति राम्रा छैनन् खेल्न भन्न हामी सक्दैनौँ, अनि कमजोर स्क्वाड हो भनेर हामीले भन्न सक्दैनौँ, बिकज दे आर गुड हैन, त्यही भएर तिनी टिममा छन्। सो अब त्यसको कम्पेयर गर्ने भनेपछि वेस्ट इन्डिज टिमबाट हामीले कम्पेयर गर्ने भनेपछि हाम्रो त झन् नयाँ हामीले टिममा आफ्नो भन्न सक्छौँ। सो द्याट्स वाइ आजको जित नेपालको लागि एकदमै ठुलो जित हो। एन्ड यहाँबाट नेपालले के पायो त? नेपालले सबभन्दा पहिला कुरा के पायो भनेपछि टेस्ट नेसनलाई हरायो। अब यो कुरा हुने छैन कि यार नेपालले अहिलेसम्म कुनै पनि टेस्ट नेसनलाई हराएको छैन, टेस्ट राष्ट्रलाई हराएको छैन। यो कुराबाट हामीले छुटकारा पाउनेछौँ। एन्ड हामीले टेस्ट नेसन बन्नुको लागि चाहिँ जुन एउटा मिनिमम जुन एउटा रिक्वायरमेन्ट हुन्छ त्यसलाई चाहिँ हामीले पुरा गरिसकेको छौँ। सेकेन्ड थिङ अब के भयो भनेपछि हामीले यहाँ के देख्यौँ कि आज यो होइन कि थ्रिलर म्याच भयो होइन, नेल बाइटिङ म्याच भयो, अब कार्डिक किट्स भनेर हामीले भन्छौँ होइन, त्यसरी हामीले जितेनौँ, हामीले फुल डोमिनेट गऱ्यौँ। यो म्याचलाई हामीले एकदम टोटली डोमिनेट गऱ्यौँ। अनि कुरा गर्ने भनेपछि ब्याटिङमा पनि हाम्रो ब्याटिङ अब स्टार्टिङमा हाम्रो त त्यस्तो राम्रो भएन, कसैले भोर्तेर आसिफ शेख आउट भइसकेको थियो, त्यो बेला नि कस्तो कस्तो हुँदैन होला, रन नै बन्दैन होला जस्तो लागेको थियो होइन त्यो बेला। तर अब थ्याङ्क्स टु रोहित पौडेल एन्ड त्यसमा अब भनौँ भनेपछि खुसल मल्लको एकदम धेरै योगदान छ। जहाँ मै कुरा गरेँ भने रोहित पौडेलले 38 रन बनाए 35 बलमा, एउटा छक्का 3 चौका हाने, अनि खुसल मल्लले पनि एकदमै राम्रो आज ब्याटिङ गरे, 30 रन बनाए 21 बलमा, अनि 2 चौका 2 छक्का छ। त्यसमा अनि गुलसन झाले एकदमै आक्रामक पारी खेले, यसमा 16 मा 22 बनाए, अनि दिपेन सिंह ऐरीले 19 मा 17 बनाए। एन्ड त्यसपछि कुरा गर्ने भनेपछि अब अरूले त्यस्तो खासै केही बनाउन सकेको छैन, डबल डिजिटमा आउन सकेको छैन तिनको रन, तर त्यही पनि भन्यो भनेपछि अब 148 को रन बन्यो। एन्ड मलाई कस्तो लागिरहेको थियो भनेपछि सायद अब यो सानो स्कोर हो, किनकि अब वेस्ट इन्डिजका जुन प्लेयर्सहरू छन् हार्ड हिटर छन् होइन, छक्का चौकामा कुरा गर्छन् जहिले पनि होइन, त्यस्तै केही हुन्छ होला भन्ने भयो। तर गाइस मान्नुपर्छ हाम्रा बलरहरूलाई, एकदमै कमालका बलिङ, एकदमै कमालको लाइन एन्ड लेन्थ राखेर आज बलिङ गरे। एन्ड एउटा टाइम यस्तो थियो जब करण केसीलाई बलिङ दिएको थियो होइन, 18वां ओभर जब उसलाई थमाइएको थियो होइन, मैले के सोचिरहेको थिएँ, अब गयो म्याच, यो म्याच गयो होइन। सोमपाल कामिलीले योभन्दा पहिला ओभर बिगारिसकेको थिए होइन, तर करण केसीले दिएपछि होइन अब हुँदैन, अब त जित्न सकिनु होला जस्तो लागिरहेको थियो। बट करण केसी ओ माई ब्युटी, के राम्रो बलिङ गर्नुभयो उहाँले, एन्ड ही मेड इट पोसिबल होइन। साँच्चै भन्नुपर्दा भने मैले डेथ ओभरमा करण केसीको योभन्दा राम्रो स्पेल देखेको थिएन। एन्ड ही डिजर्भ, यो जुन प्रेज छ त्यसको डिजर्भ उहाँ गर्नुहुन्छ, एकदमै राम्रो बलिङ गर्नुभयो एन्ड ही मेड इट पोसिबल फर अस। एन्ड गाइज फर्स्ट विन कुनै टेस्ट नेसनको माथि। एन्ड साँच्चैमा भन्नुपर्दा मैले एक दिन पहिला एउटा भिडियो बनाएको थिएँ जहाँ विनिङ पर्सेन्टेजको कुरा गरिरहेको थिएँ, जहाँ मान्छेहरूले भनिरहेको थिए कि 17% पनि विनिङ पर्सेन्टेज होइन, यदि नेपालले मिलिरहेको छ भने त्यो पनि धेरै हो। तर यहाँ नेपालले खलबली मचाइदिएको छ पुरा क्रिकेटिङ वर्ल्डमा आज जितेर वेस्ट इन्डिजलाई हराएर। सो इट इज अ म्यासिभ बिग डे होइन नेपालको लागि। एन्ड कङ्ग्रेचुलेसन टु एभ्री इच नेपाली, हामी सबैको लागि एकदमै ठुलो दिन हो। एन्ड वी होप कि यहाँबाट चाहिँ नेपालले आफ्नो एउटा चरित्र चेन्ज गर्नेछ। एन्ड स्टुअर्ट ललाई थ्याङ्क यू भन्नुपर्छ है, स्टुअर्ट लले चाहिँ जुन चिज हामीले अहिलेसम्म गर्न सकेको थिएनौँ त्यो चिजलाई चाहिँ स्टुअर्ट लले गरेर देखाएको छन्। एन्ड हाम्रो ब्याट्सम्यानहरू, हाम्रो प्लेयरहरूमा एकदम नयाँ ऊर्जा, यस वी क्यान डु इट। एन्ड जुन कार्डिक किड्सको जुन एउटा ट्याग हाम्रो माथि लागिरहेको थियो त्यो ट्यागलाई हटाउनको लागि चाहिँ उहाँले एकदमै मद्दत चाहिँ गर्नुभएको छ। एन्ड आज त्यो फल हामीले देख्यौँ कि हामीले 19 रनले हामीले वेस्ट इन्डिज जस्तो टिमलाई हामीले हरायौँ, त्यो एकदमै ठुलो कुरा हो। एन्ड रियली आई वान्ट टु टेल यु गाइज, सेलिब्रेट गर्नु यसलाई। एन्ड जति हुनसक्छ पोस्ट गर्नुहोस्, अनि यो भिडियोलाई लाइक गर्नुहोस्, सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्। एन्ड फेरि भेट्नेछौँ अर्को भिडियोमा।